एभ्रिवान गुड मर्निङ। यति बेला छु म भियतनामको समुद्रमाथिको यो बसाइपछि अब बिहानको उज्यालो हुँदैछ भर्खर। अब हामी जाँदैछौँ यहाँबाट 100वटा सिडी भएको ठाउँ र बिचको टापु। म तपाईँलाई ब्याक क्यामेरामा देखाएँ। अबको हाम्रो केही समयको यात्रा यो टापु बिचमा बस्ने ठाउँ पनि बनाएको रहेछ यहाँभित्र, अनि यहाँ स्विमिङ गर्ने ठाउँ पनि रहेछ र यहाँबाट 100वटा सिडी पार गरेर यो मन्दिरमा जाने भन्ने कुरा छ। अब हामी त्यसपछि अब फास्ट बोट हो यो यहाँबाट चाहिँ मान्छे जान थाले रहेछ। एउटा सानो फास्ट बोट ल्याएर यो क्रुजको मान्छेहरू जान थालेछन्। यो हिजोको यो हाम्रो सुन क्रुज गोल्डेन यो पनि यहीँ छ हिजोबाट। नाइट भ्यू चाहिँ धेरै राम्रो देखिने रहेछ है। रातिको बत्ती झिलिमिली समुद्र यो पानी माथिको बसाइ आनन्द शीतल एकदम के कुल भयो, एकदम रमाइलो भयो हिजो रातिको बसाइ चाहिँ। अब म तपाईँलाई यो क्रुज यो पानी जहाँ हिँड्दो पो कसरी रहेछ भनेर म यो तपाईँलाई यो चलाउने ठाउँमा पनि लगेर देखाउँदैछु। ल हेर्नुहोस्, यो गाडीको जस्तै हो। यो रोटेट दायाँ बायाँ गर्ने यो भइहाल्यो। यो गियर अप एन्ड डाउन गर्ने होला गियर भइहाल्यो। इमर्जेन्सी पऱ्यो भने साइरेन रहेछ यहाँ भइहाल्यो। अब यो मिक्सर सिस्टम यो पाइलट सिस्टम के हो अब यो हाम्रो बालन सरलाई थाहा होला यो। अनि त्यसपछि हामी सबैको निगरानी हुने रहेछ यो क्यामेराबाट। सबै ठाउँ क्यामेरामा कसले के गरिरहने कसले के गरिरहने थुक्न दिन्न रहेछ यार। यहाँ हल्ला नगर्नु होला, डिस्टर्ब नगर्नु होला, पानी धेरै युज नगर्नु होला भनेर चाहिँ धेरै कुराहरू यो बत्ती अब बाटिसक्यो क्या हो। ल यति नै मैले तपाईँलाई देखाएँ। बिहानको भ्यू चाहिँ दामी छ के। यति रमाइलो छ यो ठाउँ। अब योभन्दा माथिल्लो तलामा गएर पनि देखाउँछु है म तपाईँलाई। यो इमर्जेन्सी मान्छे कोही खसिहाल्यो भनेपछि यो फालिदिने रहेछ माथिबाट। यो